चाहिँ अकबरे खोर्सानी है गोर्मेल हुँदैछ टन्नै परसम्मै छ है। यस्तो भएर चाहिँ काटछेक गर्दै गर्नुपर्ने पत्ताहरू किराले खान्छ। अब यसको यो टुप्पो चाहिँ काटेर फ्यालिदिने हो भने पछि यसरी फ्यालिदिने भने पछि यताबाट हाँगा पलाउँछ। जस्तो यस्तै यसको पहिला काटेको थियो, त्यही भएर हाँगा मजाले पाउँछ, फल्छ बेसी। अकबरे खोर्सानी त खाँदिनँ, तर पनि रहेर त्यतिकै बसिरहेको। अब यहाँबाट यसको टुप्पो काटी फ्याँकेपछि यसको यता यता जस्तो यहाँनिर मसी यसरी पलाउँदै आउँछ अनि झ्याममा हाँगा बन्छ यस्तै। अब हेर्नु त यसमा ढिलो भयो, किरा लाग्न थाल्यो यो पत्तामा, त्यसले काटेर फ्याँकिदिने हो। ठुल्ठुलो पत्ता फ्याँकिदियो अहिले भने मासतिर राम्रो हुन्छ, मजाले पोषण पाउँछ, मल पाउँछ भनौँ न। यसरी खालिदिने हो। यसको अस्ति टुप्पो काटेकोले गर्दा अहिले मुनिबाट पुरा यता एउटा आउँछ, पछि झ्याममा भएर लटरम्मै अकबरे फल्छ। यत्रोमै यति साह्रो आगो लाग्यो। अब यसको बुढापातको काम छैन, यसलाई काटिदियो भने मासतिर बरु यसले खाने मल मासतिर लाग्छ। यो तलको हाँगाको पनि फाइदा छैन, यसलाई नै काटेर फ्याँकिदिने। यो अस्ति काटेको कति 4-5वटा हाँगा लागेछ मजाले। आज काट साग मात्र हो, यी ठुल्ठुलोहरू काट्ने अनि पुर्ने। यो पनि कति मजाको भयो। यहाँ एक दुईवटा पातहरूमा ठुल्ठुलो भएपछि किरा लागिहाल्छ कि यस्तो हुन्छ, त्यसलाई नि काटेर फ्याँकिदिने। अलिक ठुलो भएपछि जरुर त्यति फरक पर्दैन। पानी परेर झार बढी गएछ, यो पत्ताको कामै छैन यसको पनि। हेर्दा त राम्रो छ नि पत्ता, तर पत्ताले कामै छैन। पत्तालाई बरु फ्याँकिदियो भने मजाले मासतिर लाग्छ। पुर्दै ल्याउने हो, बोट दह्रो हुन्छ। यो पुर्ने मान्छेलाई चिनेको भने कमेन्ट गर्नु है। अब यो यसको फेदमा भएको शाखाहरू काटी फ्याँक्नु पर्दैन। यहाँ मैले काटिदिएँ, यहाँ काटिदियो भने चाहिँ यो मोटो हुन्छ क्या मासतिर, अनि यतिकोमा टुप्पो काटेकोले गर्दा 1, 2, 3, 4, 5, 6वटा 6-7वटा हाँगा अर्को आउँछ। अब यसको टुप्पो अस्ति काट्नु भुलेको, यो सुलुत्त भयो। यतिकै छोडिदिने भने अल्गो हुन्छ, पछि लडिहाल्छ। फल्नु त फल्छ नि, तर लडिहाल्छ क्या माथि। त्यही भएर यसलाई ट्रिमिङ माथि नै टुप्पी चुटुक्कै काटिदियो भने जित्छ। अब यसलाई यहाँ काटिदियो भने मासतिर बढ्नु पाउँदैन, अनि साइडबाट यस्तो चेपचेप यहाँबाट पलाउँदै आउँछ फेरि अर्को शाखा। त्यसले गर्दाखेरि तलतिर पनि मोटो हुन्छ, छोटोमै फल्छ, अल्गो हुनै पर्दैन। यसको यो पहिला काटेको थियो,
बिचमा आउनु पाइएन, त्यही भएर बढी गएछ। छ 700 बोट छ त्यहाँदेखि लिएर यिनीहरू सबै अकबरे डल्ले खोर्सानी। यो मात्र लाम्चे खोर्सानी छेउछेउमा रोपेको, यो छेउछेउमा रोपेको चाहिँ लाम्चो। भित्रभित्र रोपेको चाहिँ अकबरे। ऊ पर रुखसम्म छ, त्यता चाहिँ बेसी झार पलाएको छ क्या, गोड्नु पर्ने। यसको नि हाँगा लागेको छ। यो तलको शाखाको कामै छैन क्या, यो यता भएर जान्छ, माथि बढ्नै पाउँदैन। त्यही भएर यसलाई यहीँ चट्टा काटेर फ्याँकिदियो भने यो अलिकति माथिसम्म जान्छ, त्यसपछि फैलिएको राम्रो। मेरो लागि चाहिँ अब आफ्नो तरिका होला। तलको हाँगामा फ्याँकिदिन्छु, भुइँमा नआउने फेरि यो सानो काटेको। अब यो पत्ताहरू यस्तो भएकोहरू फ्यालिदिइहाल्ने, यसले फेरि अर्को पत्तालाई उयो गर्छ, फ्याँकिदिने। यो चाहिँ काट्छा गरेको नि, यसको अस्ति गर्नु पर्यो, अब समयले साथ दिएन। ल यसको टुप्पो काटेको छैन, त्यही भएर टुप्पो काटेर फ्याँकिदिने। त्यो बाख्राले केले खाएको चाहिँ मर्दो रहेछ। त्यो बिग्रेको थियो, अस्ति नै बनाउनु पर्ने थिएछ, त्यसको त पत्ता बिग्रेको पत्ता फ्याँकिदिइहाल्नु पर्ने कि, त्यो त्यतिखेरै हो। त्यो त अब उखालेर फ्याँक्दा ठिक हुन्छ।